सफ्टवेयर इन्जिनियरिङमा होइन कोड लेख्ने काम त छँदैछ, तर सञ्चार अनि त्यो अपेक्षा व्यवस्थापन जस्ता कुराहरू पनि उत्तिकै महत्त्वपूर्ण हुँदा रहेछन्। एकदमै। तर जब काम ठ्याक्कै अगाडि बढ्दैन नि, कतै अड्किन्छ, त्यस्तो बेला के गर्ने त? हो, यो एकदमै कमन कुरा हो। आज हामी यस्तै कुरामा अलिक गहिरिएर हेर्दैछौँ, खासमा सफ्टवेयर इन्जिनियरहरूले सामना गर्ने प्राविधिक र गैर प्राविधिक अवरोधहरू अनि तिनलाई कसरी फुकाउने एउटा लेखमा आधारित भएर छलफल गरौँ न। ठिक छ। हाम्रो लक्ष्य चाहिँ के हो भने विकास प्रक्रियामा आउने मुख्य बाधा अडचनहरू के हुन् र तिनलाई कसरी हटाउन सकिन्छ भन्ने पत्ता लगाउने हो, ताकि टिमको उत्पादकत्व बढोस्, होइन त? हो नि। सुरुमै एउटा आधारभूत कुरा छुट्याउनुपर्छ जस्तो लाग्छ मलाई, प्रडक्ट म्यानेजर, पीएम र इन्जिनियरको भूमिका। त्यो के गर्ने भर्सेस कसरी गर्ने वाला कुरा। त्यही। सामान्यतया पीएमको काम भनेको फिचरले के गर्नुपर्छ, प्रयोगकर्ताले कसरी चलाउँछन्, कुन कामलाई प्राथमिकता दिने भन्ने निर्धारण गर्ने हो। अनि इन्जिनियरको जिम्मा चाहिँ त्यसलाई प्राविधिक रूपमा कसरी सम्भव बनाउने, मतलब टेस्टिङ कसरी गर्ने, कोडको संरचना कस्तो बनाउने, पर्फर्मेन्स, सुरक्षा, यस्ता कुराहरू। सही हो। यो सन्तुलन एकदम महत्त्वपूर्ण छ। कहिलेकाहीँ इन्जिनियरले के गर्ने भन्नेमा सुझाव दिन सक्छन्, दिनुपर्छ पनि। तर अन्तिम निर्णय चाहिँ पीएमकै हुन्छ भन्ने बुझ्नु पर्यो। यो स्पष्टता भएन भने पनि काम अड्किन सक्छ है। भूमिकाको अस्पष्टता पनि एउटा कारण हुन सक्छ। तर अझ सामान्य अवरोध चाहिँ गैर प्राविधिक खालको हुन्छ। जस्तै त्यो जिरामा टिकट त बनायो होइन, तर त्यसमा काम सुरु गर्न चाहिने पर्याप्त जानकारी, विवरण वा सन्दर्भ नै नहुने। हो, यो त कति सुनिन्छ। यसलाई हटाउन पीएमले के गर्न सक्छन् त? केही मतलब निश्चित मापदण्ड हुन्छ नि। पीएमले काम सुरु गर्न तयार हुन के चाहिन्छ, जसलाई डेफिनेसन अफ रेडी भन्छन् नि। डेफिनेसन अफ रेडी हो, त्यो स्पष्ट पार्नु पर्यो, पर्याप्त सन्दर्भ दिनु पर्यो, उदाहरणहरू दिनु पर्यो। जस्तै अस्ति एउटा केस थियो, शेयरको औसत लागत मूल्य गणना गर्ने। अब त्यसको फर्मुला सहितको एउटा गुगल शीट नै टिकटमा अट्याच गरिदिएपछि इन्जिनियरलाई कति सजिलो भयो। त्यो त एकदमै राम्रो उपाय। मतलब स्पष्टता चाहियो। हो, स्पष्टता। अनि इन्जिनियरको पक्षबाट नि जानकारी अपुग्छ जस्तो लाग्यो भने के गर्ने त? चुप लागेर बस्ने? त्यसो गर्नु भएन। इन्जिनियरले सही प्रश्न सोध्नु पर्यो सम्बन्धित मान्छेसँग, चाहे त्यो पीएम होस् वा डिजाइनर। स्पष्ट कुराकानी गर्न सक्नु पर्यो। यो पिपल स्किल्स वा सफ्ट स्किल्स भन्छ नि, यो पनि चाहियो। त्यो लेखमा एउटा 80-20 नियमको कुरा पनि थियो। 80% जानकारी टिकटबाटै आओस्, बाँकी 20% चाहिँ सोधेर वा छलफल गरेर स्पष्ट पार्ने। ठिक छ। तर यदि त्यो 80% जानकारीकै लागि पनि 10 जनालाई सोध्नुपर्ने अवस्था आयो भने नि, त्यो त गडबड भयो। हो, त्यसले चाहिँ प्रडक्ट र डिजाइन टिमको प्रक्रियामै कतै सुधार गर्नुपर्ने हो कि भन्ने संकेत गर्छ। ओके, यो भयो गैर प्राविधिक पक्ष। अब अलि प्राविधिक अवरोधतिर लागौँ न। कोड लेख्दा, सिस्टम बनाउँदा आउने समस्याहरू, यी त झन् कति आउँछन् कति, होइन? एकदमै सामान्य हो यो त। जतिसुकै अनुभवी इन्जिनियर किन नहोस्, दिनमा पटक पटक गुगल वा अचेल त च्याट जीपीटी जस्ता एआईहरू, एलएलएमहरू हेर्नु परिहाल्छ। हो, त्यो त मैले नि गर्छु। मुख्य कुरा कति पटक खोजियो भन्ने होइन, तर समस्या समाधान गर्ने दृष्टिकोण चाहिँ कस्तो अपनाइयो भन्ने हो। त्यो दृष्टिकोणबारे अलि भन्नुस् न। गुगल र एआई बाहेक अरू के तरिका छन् त? धेरै रणनीतिहरू छन्। कहिलेकाहीँ त त्यो स्क्रिनबाट एकछिन टाढा गएर समस्यालाई व्हाइट बोर्डमा वा कागजमै उतारेर हेर्दा समाधान फुर्न सक्छ। बाहिर निकालेर हेर्ने? हो, खास गरी आर्किटेक्चर वा अलि ठूलो डिजाइनको काम गर्दा। अर्को एकदमै शक्तिशाली औजार भनेको डिबगर हो। डिबगर, त्यो त महत्त्वपूर्ण छ। एकदम। त्यसले कोड चल्दाखेरि भ्यारिएबलको भ्याल्यु के छ, कहाँ गडबड भइरहेको छ भनेर ठ्याक्कै देखाउँछ नि। अनि अर्को महत्त्वपूर्ण सिद्धान्त छ, एकैचोटि ठूलो फेरबदल गर्नुभन्दा सानोभन्दा सानो सम्भव परिवर्तन गरेर अघि बढ्ने प्रयास गर्ने। ब्रेक इट डाउन गर्ने। हो, सानो सानो स्टेप लिने। अनि अब अलि जटिल समस्या आयो भने त भाषा, फ्रेमवर्क वा लाइब्रेरीको आफ्नै आधिकारिक डकुमेन्टेसन पढ्नै पर्यो। त्यसको विकल्प हुँदैन। भनेपछि प्राविधिक अवरोध हटाउन कोड जान्ने मात्र भएर भएन, समस्यालाई विभिन्न कोणबाट हेर्ने, टुक्राउने सिप पनि चाहियो। एकदम। त्यो लेखमा केही रमाइला वास्तविक उदाहरणहरू पनि थिए नि, जस्तै त्यो पीएचपीमा 1000 भन्दा माथिको अर्डर रकमको समस्या। हो, त्यो 2015 तिरको कुरा।
एउटा PHP फंक्सनले 1000 भन्दा माथिको रकमलाई के गरेर हो अनौठो तरिकाले फर्म्याट गरिदिँदो रहेछ अनि हिसाबै गडबड। अनि कसरी समाधान भयो त? त्यो बेला डिबगर नै प्रयोग गरेर अनि त्यो समस्यालाई आफ्नो लोकल मसिनमा ठ्याक्कै त्यस्तै गरी रिप्रोड्युस गरेर समाधान निकालिएको थियो। डिबगर कति काम लाग्छ भन्ने देखियो नि। अनि अर्को त्यो जेनडेस्क लाइब्रेरीको SSL समस्या पनि थियो रे। त्यो त झन् अनौठो, आफ्नो कोड नै चलाउँदा पनि सिस्टम डाउन। त्यो पनि रोचक थियो। 2018 तिरको हामीले कुनै नयाँ कोड डिप्लोय नै गरेका थिएनौं, तर सिस्टमले जेनडेस्कसँग कुरा गर्न प्रयोग गर्ने तेस्रो पक्ष लाइब्रेरीमा SSL को समस्या आएछ। ए हो र? अनि तत्काल समाधानको लागि के गरियो भन्दा त्यो लाइब्रेरीलाई फोर्क गरियो, मतलब त्यसको कपी बनाएर अनि त्यसमा समस्या समाधान गर्ने कोड प्याच लेखेर प्रयोग गरियो। ए टेम्पोरेरी फिक्स हो। पछि आधिकारिक लाइब्रेरी अपडेट भएपछि फेरि पुरानैमा फर्कियौं। यसले के देखायो भने समस्या सधैँ आफ्नै कोडमा मात्र हुँदैन, अरूकोमा पनि हुन सक्छ। यो त महत्त्वपूर्ण कुरा भयो। अनि स्ट्याक ओभरफ्लोको बारेमा पनि केही थियो नि। AI को जमानामा पनि किन चाहियो त्यो? त्यहाँ CTO को एउटा भनाइ थियो, यो समस्या पक्कै नौलो होइन होला, अरू कसैले त भोगेकै हुनुपर्छ। जटिल वा अनौठो समस्या पर्यो भने समुदायको अनुभव, मान्छेको दृष्टिकोण अझै पनि धेरै महत्त्वपूर्ण छ। LLM ले सीधा जवाफ देला, तर स्ट्याक ओभरफ्लोमा त मान्छेहरूले आफ्नो अनुभव, कस्तो अवस्थामा के काम गर्यो के गरेन भन्ने कुराहरू पनि शेयर गरेका हुन्छन् नि। त्यो मानवीय पक्ष पनि भयो। हो। अनि एउटा नोट थियो, कोड रिभ्यूको लागि पर्खनुलाई चाहिँ अवरोध मान्नु हुँदैन रे। बिल्कुल। त्यो त सफ्टवेयर विकास प्रक्रियाको एकदमै महत्त्वपूर्ण भाग हो अनि टिम सिकाइको लागि पनि जरुरी छ। त्यो बाधा होइन, प्रक्रिया हो। ओके, ल आजको यो छलफललाई छोटकरीमा भन्नुपर्दा सफ्टवेयर इन्जिनियरहरूले काम गर्दा प्राविधिक र गैर प्राविधिक दुवै किसिमका अवरोध सामना गर्छन्। अनि मुख्य उद्देश्य भनेको त्यो अड्किने, अवरुद्ध हुने समय घटाएर उत्पादकत्व बढाउनु नै हो। र त्यसको लागि स्पष्ट सञ्चार अनि टिकटमा पर्याप्त सन्दर्भ हुनु र समस्या अनुसार फरक समाधानका रणनीतिहरू अपनाउनु पर्यो। जस्तै डिबगर प्रयोग गर्ने, व्हाइट बोर्डमा उतार्ने, सासाना परिवर्तन गर्ने अनि आवश्यक परे समुदायको मद्दत लिने। यो निरन्तर सिक्ने प्रक्रिया हो। अन्त्यमा एउटा प्रश्न सोचौँ न त। जब कुनै काममा यसरी अड्किन्छ, तब सधैँ गरिरहेको तरिकाभन्दा अलि फरक सोच्ने, थिङ्क आउटसाइड द बक्स भन्छ नि, अनि अलिकति भए पनि प्रगति गर्न के सानो कदम चाल्न सकिन्छ भनेर विचार गर्ने, कतै यस्ता अवरोधहरू समस्या मात्रै नभएर केही नयाँ सिक्ने वा प्रक्रिया सुधार्ने अवसर पनि हुन् कि? एकदमै राम्रो प्रश्न। यो सोच्न लायक कुरा हो।